नेपाली सेनाले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 80,000 जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना 2082 अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकोले सोही अनुसार फौज परिचालन हुने जानकारी गराएका छन्। एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषदबाट पनि स्वीकृत भइसकेको छ। निर्वाचनका सिलसिलामा सेनाले 3 चरणमा काम गर्नेछ। निर्वाचन पूर्वको मुख्य जिम्मेवारी मतपत्र छपाई सुरक्षादेखि महत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी सेनाले वहन गर्नेछ। विगतमा जस्तै आगामी निर्वाचनमा लक्षित गरी सेनाले देशका विभिन्न स्थानमा सुरक्षा बेस क्याम्प स्थापना गर्ने तयारी गरेको छ। फागुन 21 गते मतदान सम्पन्न भएसँगै मतपेटिकाको ढुवानीदेखि मतगणना स्थलको सुरक्षा लगायतका जिम्मेवारी सेनाले गर्नेछ।